नमस्ते सबैलाई। आजको यस भिडियोमा हामी यस्तै धेरैवटा आइडी कार्डहरू कसरी बनाउने र धेरैवटा सर्टिफिकेटहरू कसरी बनाउने, यसरी धेरैवटा सर्टिफिकेट र धेरैवटा आइडी कार्ड हामी मेलिङ्स युज गरेर बनाउन सक्छौँ, त्यो आज सिक्नेछौँ। सुरु गरौँ आइडी कार्डबाट। पहिला हामीले आइडी कार्ड बनाउनु टेबलबाट यसरी धेरैवटा सेलहरू ल्याउने। मैले जस्तै 3वटा कोलम र धेरैवटा रो ल्याएको छु। अब यसमा आइडी कार्डको साइज मिलाउने, लेआउटबाट यो कोलमको हाइट र रोको विड्थ राख्ने, कोलमको हाइट। अब जस्तो 3/2 को हुन्छ आइडी कार्ड भने 3.2 इन्च मैले हाइट राखिदिएँ अनि 2 इन्च चाहिँ यसको विड्थ छ। अहिले मैले यस्तो ठाडोवाला आइडी कार्ड बनाउँदैछु। यो सबै सेलहरूको साइज आइडी कार्डको भइसकेको छ। अब एउटा बक्सभित्र, एउटा सेलभित्र हाम्रो टेबलको आइडी कार्ड बनाउने। आइडी कार्ड बनाउने विभिन्न तरिका छ। अहिले हामी सिम्पल आइडी कार्ड बनाउँदैछौँ। एउटा बक्स ल्यायो, यो बक्समा आएर अब तपाईले कलर राख्न सक्नुहुन्छ अनि यसमा लेख्नु पर्यो बक्समा, हैन? यो साइज मिलाएर लेख्नको लागि राइट क्लिक गरेर एड टेक्स्ट गर्नुपर्छ। ल मैले अहिले आउटलाइन पनि हटाइदिएँ। एड टेक्स्ट गर्ने। अब यसमा हामीले लेख्ने। अब जुन ठाउँको आइडी कार्ड बनाउँदैछौँ त्यहाँको संस्थाको नाम, है, जस्तै मैले हाम्रो यहाँ च्यानलको नाम राख्दिएँ। अनि यो लाइन स्पेसिङ र रिमुभ स्पेस गरिदिनु होला। लाइन स्पेसिङ नजिक गर्ने, एउटैमा अटाएन भने, अनि प्याराग्राफ बिचको ग्याप हटाइदिने। ल मैले नेम र ठेगाना लेखिसकेँ। अनि म आइडी कार्ड भन्नलाई फेरि एउटा नयाँ बक्स ल्याएँ। बक्सको साइज ठुलो बनाउनु होला, कलर गर्नु होला र यो भित्र चाहिँ मैले फेरि आइडी कार्ड भनेर लेख्छु। यो अलि ठुलो बनाउनु होला, नत्र अक्षर काटिएर आउँछ। राइट क्लिक गरेर एड टेक्स्ट गर्यो भने यो भित्र लेख्न सकिन्छ। पुरा देखिन अलि ठुलो बनाएँ, कलर चेन्ज गरेँ आवश्यकता अनुसार, यो यति गरेँ। अब बिचमा फोटो राख्ने। अब फोटो चाहिँ फरक फरक राख्न अहिले मिल्दैन, बराबर साइजको छ भने त मिल्छ। अहिले हामी एउटै फोटो राख्छौँ। अहिले रिफरेन्सको रूपमा यो एउटा सेप बनाएर यो भित्र पिक्चरबाट फोटो राख्ने कुनै एउटा। अनि त्यसपछि तल आएर अब जे भर्नु पर्ने मान्छेको डाटा यहाँ खाली छोड्ने, जस्तै नेम यता अगाडिपट्टि खाली छोड्ने, त्यो फरक फरक मान्छेको आफै आउँछ। यसरी पोस्ट, भ्यालिड, अप टु, कन्ट्याक्ट सबै जे आइडी कार्डमा जे कुरा हुन्छ त्यो तपाईले यसरी लेख्ने, अगाडिपट्टि खाली छोडेर। त्यसपछि फरक फरक मान्छेको डाटा भरिन्छ। यो गरिसकेपछि एउटा आइडी कार्ड रेडी भयो। एउटा बक्सभित्र आइडी कार्ड रेडी गरेर अब हामीले यो धेरैजनाको नाममा तयार पार्नु छ। त्यसको लागि डाटा तयार पार्ने। डाटा तयार पार्न हामी एमएस वर्डमै पनि सक्छौँ अथवा एक्सेल। अब हामी एक्सेलमा जान्छौँ। विन्डोज आर गरेर रनमा आएर एक्सेल, मैले एक्सेल ओपन गर्छु। अब यो जसको आइडी कार्ड बनाउनु पर्ने त्यो डाटा यहाँ लेख्नुपर्छ। यसरी पहिला कोलमहरूमा यही आइडी कार्डमा भर्नुपर्ने कुरा लेख्ने। यसरी आइडी कार्डमा भएका कुराहरू नेम, एड्रेस, डेट अफ बर्थ, पोस्ट, यो कुरा लेख्ने। र अब जतिजना मान्छेको आइडी कार्ड बनाउनु छ अब त्यति मान्छेको डाटा भर्छौँ। अहिले म केही डाटाहरू भर्छु, यो कोलमहरू मिलाएर टक्क यसरी। ल म 2-4 जना मान्छेको डाटा यहाँ भर्छु। डाटा भर्दैछु। यसरी तपाईहरुले पनि डाटा भर्ने। यो कसको नाममा कसको आइडी कार्ड बनाउने यसरी भर्नु पर्यो। अनि त्यसपछि यो अब स्कुलतिर त पहिलेदेखि डाटा उपलब्ध हुन्छ। अब अहिले चाहिँ हामी नयाँ बनाउँदैछौँ, सबै डाटा नयाँ बनायौँ। अब यसलाई सेभ गर्ने, एक्सेलको फाइललाई सेभ गर्ने। सेभ गर्ने बेला चाहिँ कुन ठाउँमा सेभ गर्ने, मानौ डेस्कटपमा र के नामले, त्यो सायद ध्यानमा राख्नु होला। मैले डेस्कटपमा सेभ गरेँ, माई डाटा भन्ने नामले सेभ गरेँ। यो चाहिँ इम्पोर्टेन्ट, कुन ठाउँमा सेभ गरेँ थाहा पाउने। यसलाई क्लोज गरिदिने। फेरि एमएस वर्डमै जाने। अघि हामीले क्लोज गरेका छैनौँ, मिनिमाइज मात्रै गरेका थियौँ एमएस वर्डलाई। अब तल टास्क बारमा हाम्रो एमएस वर्डबाट यसरी अघिकै ठाउँमा पुग्ने। अब यहाँ गएर मेलिङ्स ट्याबमा जाने। अब सिलेक्ट रेसिपिएन्ट्सबाट युज एक्जिस्टिङ लिस्ट। अब हाम्रो डाटाको स्रोत चुज गर्ने। हामीले डेस्कटपमा भर्खरै सेभ गरेको फाइल यहाँ चुज गर्ने।
डेस्कटपबाट माई डाटा भन्ने एक्सेलको फाइल यहाँ ओपन भयो। यो ओपन हुने बित्तिकै यस्तो आउँछ, यो सिट 1मा छ, ओके गरिदिने। अब यसपछि हाम्रो यतापट्टि इन्सर्ट मर्ज फिल्ड भन्ने खुलिसकेको छ। अब त्यहाँ गएर नेमको अगाडि टक्क नेम राख्ने, यो नेम छ, नेमको अगाडि अलि स्पेस गरेर अनि नेम भने डाटा यसको नेमको अगाडि राख्ने, अनि स्पेस गर्ने, एड्रेसमा एड्रेस राख्ने, डेट अफ बर्थको अगाडि अब डेट अफ बर्थ राख्ने, त्यसपछि पोस्टको अगाडि पोस्ट राख्ने, अनि यसरी नै कन्ट्याक्टको अगाडि कन्ट्याक्ट राख्ने, अनि भ्यालिड अप टुको अगाडि भ्यालिड अप टु राख्ने। स्पेस चाहिँ मिलाएर गर्नु होला। यो एउटा आइडी कार्डमा राखेपछि यो धेरै आइडी कार्ड तयार पार्ने, यसलाई लेबल बनाउनु पर्छ। स्टार्ट मेल मर्जमा गएर लेबल्समा क्लिक गर्नु पर्यो के, धेरैवटा बनाउनु पर्यो भने के गर्ने, स्टार्ट मेल मर्जबाट लेबल्समा क्लिक गर्ने, अनि यहाँ के साइज भन्ने आउँछ, यसलाई मैले ओके गरिदियो भने ओके गरिदियो, फेरि हट्यो, मेरो सबै डाटा हट्यो। अनि कन्ट्रोल जेड गरेर ल्याउने, यो डाटा ल्याउनलाई चाहिँ मैले के गरेँ, कन्ट्रोल जेड। अनि त्यसपछि अपडेट लेभलमा क्लिक गरिदियो भने धेरैवटा आइडी कार्ड रेडी हुन्छ। जतिवटा हामीले अघि रो कोलम बनाएको थियो त्यतिमा आइसक्यो। अब प्रिभ्यू रिजल्टमा गएर हेर्न सक्नुहुन्छ। सबै राम्रो लाग्यो भने फिनिस एन्ड मर्जमा एडेड इन्डिभिजुअल ओके गरिदियो भने रेडी, हाम्रो आइडी कार्ड रेडी भइसक्यो। सबैको नाममा यहाँ फरक नाममा लेखेर आइसक्यो। नाम नलेखेको तल त खाली छ। यति धेरै आइडी कार्ड हामीले बनाइसक्यौँ। यो थियो अब मेलिङ्स युज गरेर धेरैवटा आइडी कार्ड बनाउने तरिका। अब यसपछि हामी यस्तो सर्टिफिकेट बनाउन सिक्छ। यसरी धेरैजनाको नाममा सर्टिफिकेट हामी मेलिङ्सकै युज गरेर गर्न सक्छौँ। पहिला सर्टिफिकेटको डिजाइन बनाउने, अथवा पहिलेदेखि छ भने ओपन गर। म डिजाइन बनाउँछु। पेज लेआउटबाट पहिला साइज मिलाए A4, अनि ओरिएन्टेसन 1300 बनाएँ, मार्जिनबाट न्यारो राखेँ। त्यसपछि मैले एउटा पेज बोर्डर राख्छु। पेज बोर्डरबाट यता बक्समा क्लिक गरेर तपाईँले आवश्यकता अनुसार कलर राखेर अनि यो मोटाइ पनि राख्न सक्नुहुन्छ। मैले अहिले आर्टवाला डिजाइन राख्छु। यता आर्टमा क्लिक गरेर यो चुज गरेँ, ओके। यस्तो हामीले बोर्डर राख्यो। त्यसपछि अब सर्टिफिकेटमा हुने कन्टेन्ट मैले वोर्ड आर्टमा क्लिक गरेर यो भित्र लेख्नु पर्ने हुन्छ। जस्तै कुन ठाउँको हो, हामीले आफ्नो संस्थाको नाम टपमा राख्यौँ, अनि यसलाई टेक्स्ट ऱ्यापिङ गरेर इन फ्रन्ट अफ टेक्स्ट यसलाई टक्क मिलाउने, बिचमा सानो यसरी गरेर मिलाउनु पर्छ। यो वोर्ड आर्टबाट लेखेको कुराहरू यसरी मिलाउने। त्यसपछि आवश्यकता अनुसार कलर गर्ने, होइन यस्तो कलर गर्ने कि आउटलाइन हटाउने, या हामी मलाई रातै मन पर्यो रातै राखेँ, त्यसरी राख्ने। यसपछि यसलाई डुप्लिकेट गर्ने, कन्ट्रोल डीले डुप्लिकेट हुन्छ। अनि एडिट टेक्स्ट गरेर यो डाटा मेटेर अत्तरिया कैलाली लेखेँ। अब यसपछि हामीले सर्टिफिकेट भनेर पनि लेख्नु पर्यो। यसको कलर अलि चेन्ज गरिदिउँ, अत्तरिया कैलालीको कलर चेन्ज गर्न। यहाँबाट मैले यस्तो टाइपको राखिदिएँ। ल अब एउटा सेप ल्याउँ। इन्सर्टबाट सेप्समा गएर यो एउटा ब्यानरवाला सेप ल्याएँ। अब यसमा हामी सर्टिफिकेट अथवा प्रमाणपत्र होइन लेख्नु पर्यो, त्यो लेख्छौँ। कलर राख्ने, फर्मेटबाट होइन आउटलाइनमा पनि अलि फरक कलर राखिदियो। अनि यसलाई कन्ट्रोल डी गऱ्यो, अत्तरिया कैलालीलाई कन्ट्रोल डी गऱ्यो भने डुप्लिकेट भयो। अनि एडिट टेक्स्ट गरेर यो मेटेर सर्टिफिकेट भनेर लेखिदियो। अनि यसलाई मिलाउने, सेपभित्रै टक्क मिलाउने। त्यसपछि आवश्यकता अनुसार कलर राख्ने, मैले व्हाइट राखिदिएँ। पछाडि डार्क छ नि, अगाडि व्हाइट कलर राम्रै हुन्छ। बिचमा मिलाउनु होला यो आवश्यकता अनुसार। त्यसपछि अब यो कसलाई दिने किन दिने सर्टिफिकेट लेख्नु पर्यो। त्यसको लागि टेक्स्ट बक्स ल्याउने, इन्सर्टबाट टेक्स्ट बक्स, सेपमा गएर टेक्स्ट बक्स यसरी ड्र गर्ने जति एरियामा लेख्नु छ। अनि होमबाट आवश्यकता अनुसार फन्ट, मैले चाहिँ मोनोटाइप कर्सिभ भन्ने फन्ट राखेँ। अनि आवश्यकता अनुसार साइज बढाएर अब यसमा लेख्ने। अब जे लेख्नु पर्ने छ मैले लेखेँ। जस्तै मानौ दिस इज टु सर्टिफाई, हाम्रो इन्स्टिट्युटबाट केही पढेको हो मानौ, त्यसको सर्टिफिकेट दिनु छ भने यस्तो तरिकाले टक्क मैले लेखेँ। र यो डट डट छोडेको ठाउँमा पछि फरक मान्छेको डाटा आउँछ। अहिले यसरी लेख्नु पर्यो। मैले केही कुरा लेखेँ यहाँ,
लेखेर यसलाई मिलाउनु पर्यो, जस्टिफाई गर्न सकिन्छ। यो बक्स अलि सानो बनाए अनि लेखेको कुरालाई जस्टिफाई गरेर बराबर मिलाए अनि यो बक्स त हुँदैन, यो बक्स हटाउनु पर्यो भने फर्मेटबाट सेभ आउटलाइन नो आउटलाइन गर्ने। अब तल साइन गर्ने मान्छेहरूको नाम डेट सेट राख्नु छ राख्नु होला। कन्ट्रोल डी गरेँ मैले अत्तरिया कैलालीलाई अनि यहाँ तल आएर एडिट टेक्स्ट गरेर यसमा हामीले पहिला डट डट गऱ्यौँ अनि इन्टर गर्नु पर्यो। इन्टर गरेर जस्तै म्यानेजर राखिदियौँ, बिचमा आफै आइहाल्छ। यसरी टक्क मिलाएर राख्ने, कलर राख्ने अनि त्यसपछि यसैलाई डुप्लिकेट गरेर कन्ट्रोल डी गरेर अनि यता आउने, अर्को साइडमा अर्को मान्छेको नाम, अर्को सर्टिफिकेटमा साइन गर्ने मान्छे या पोस्ट के हो होइन त्यो राख्नु। जस्तै मैले चाहिँ डाइरेक्टर राखिदिएँ। यसरी राखेर अब सर्टिफिकेट हाम्रो रेडी भयो। अब धेरैजनाको नाममा तयार पार्नु पर्यो। पहिला डाटा बनाउने कसको नाममा तयार पार्ने, यही कुरा यता एक्सलमा जाने। विन्डोज आर गरेर एक्सल लेखेर ओके गरेँ, एक्सल खुल्यो। अब यसमा जुन डट डटका कुरा छन् जस्तै नेम भर्नुपर्ने छ नेम, त्यसपछि यता फादर्स नेमका कुरा छ, सन अफ डटर भन्ने ठाउँमा फादर्स नेम राख्नु पर्यो होइन। त्यसपछि यता हेरौँ एकछिन, हेरौँ यहाँ यतापट्टि चाहिँ नेम राख्ने हो, यहाँ फादर्स नेम राख्ने हो अनि यता कोर्सको नाम राख्ने हो अनि यता टु फ्रम भन्ने छ होइन कोर्सको नेम। अनि त्यसपछि मिति राख्नु पर्ने छ कहिलेदेखि कहिले भन्ने कुरा छ नि, यहाँ फ्रम र टु है, टु फ्रमको कुरा यहाँ फ्रम राख्नु पर्यो एउटामा अनि त्यसपछि टु राख्नु पर्यो। डेट अफ बर्थ भर्नु छ त्यो पनि राख्नु पर्यो अनि पर्मानेन्ट एड्रेस भनेको छ, एड्रेसका कुरा पनि यहाँ राख्नु पर्यो। अब यो कुरा यहाँ पहिला एक्सलमा भर्ने, टक्क कसको सर्टिफिकेट बनाउनु छ सबैको डाटा यहाँ भर्नु पर्यो। मैले यसरी 2-3 जनाको यहाँ डाटा भर्छु, तपाईँले हजारौँ जनाको भए पनि बनाउन सकिन्छ। अब अहिलेलाई चाहिँ हामी यसरी डाटा पहिलेदेखि उपलब्ध छ भने त इजी भइहाल्यो होइन। हामी नयाँ डाटा यसरी तयार पार्यौँ। यहाँ 2-3 जनाको नाममा मैले यसरी डाटा बनाएँ। यसलाई पनि सेभ गर्ने होइन, अफिस बटनबाट सेभ। अब कुन ठाउँमा सेभ गरेँ त्यो थाहा पाउने, डेस्कटपमा के नामले सेभ गरेँ मैले यसरी सर्टिफिकेट डाटा के नाम दिएँ अनि त्यसपछि सेभ गरेँ। अब फेरि यसलाई बन्द गरेँ, एमएस वर्डमै जाने, त्यहाँ सर्टिफिकेट अघि बन्द गरेको छैन हामीले खुलै छ। अब यहाँ चाहिँ मेलिङ्सबाट सिलेक्ट रिसिपिएन्ट्सबाट युज एक्जिस्टिङ लिस्ट, हामीले भर्खर तयार पारेको लिस्ट डेस्कटपमा छ। डेस्कटपमा यो के सर्टिफिकेट डाटा भन्ने यो टाइपको छ, ओपन गर्ने ओके। अब जस्तै नेम मिस्टर मिस भने त्यो डट डटलाई सेलेक्ट गर, त्यसमा नेम आउनु पर्ने, यो डट डट हटाएर त्यसमा नेम आउने बनाउँछु। त्यसको लागि सिलेक्ट गरेर नेम राखिदिएँ। अब तपाईँलाई अलि थाहा होस् भन्नुलाई यो चाहिँ नेमलाई अलि बोल्ड गरिदिन सक्छौँ। यो पुरै बोल्डमा आउने बनाउनु पर्यो भने सिलेक्ट गरेर कन्ट्रोल बी बोल्ड गरिदिएँ। अब यता चाहिँ फादरको नेम आउनुपर्छ, फादर्स नेम, यो फेरि सिलेक्ट गरेर इन्सर्ट मर्ज फिल्डबाट फादर्स नेम ल्यायौँ अनि यसलाई पनि सिलेक्ट गरेर बोल्ड गर्न सकिन्छ। यसरी नै कोर्स भन्ने ठाउँमा यो डट डट सिलेक्ट गर्ने, कोर्स ल्याउने अनि त्यसलाई बोल्ड गरिदिन सकिन्छ। यसरी ल्याउने कोर्सको नेम अनि यसलाई बोल्ड गर्ने। यसरी नै सबै डाटा भर्ने, यो एड्रेस पनि भर्यौँ, डेट अफ बर्थ सबै टु फ्रम सबै ल्याउने। ल्याइसकेपछि कुरा त्यही हो, हामीले फेरि यसलाई कस्तो आयो भनेर हेर्नलाई प्रिभ्यू रिजल्ट हेर्न सक्छौँ। यहाँ गजब आएको छ होइन। अनि त्यसपछि यहाँ फिनिस एन्ड मर्ज गरेर तपाईँले धेरैजनाको नाममा सर्टिफिकेट रेडी गर्न सक्नुहुन्छ, यसरी देख्न सक्नुहुन्छ। यसरी मैले लेखेका 2-3 जनाको नाममा यहाँ हाम्रो सर्टिफिकेट रेडी भइसक्यो। यसरी मेलिङ्सको प्रयोग गरेर सर्टिफिकेट, आइडी कार्ड अथवा लेजर, मार्कसिट, विभिन्न चिठी लेटरहरू तयार पार्न सकिन्छ। थ्याङ्क यू।